दर्शकवृन्द, यसै साता अर्थात् मे 28 का दिन विश्व महिनावारी स्वास्थ्य दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। हामीले भने वी फर चेन्जले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई आधार बनाएर एक रिपोर्ट तयार गरेका छौँ। अपराह्न 4 बजेपछि चियावालामा मान्छेको चहल पहल बढ्न थालेको थियो। थापाथली हाइटमा रहेको यो चिया पाराखीहरूको जमघट हुने स्थान आज अलि व्यस्त बनेको छ। एकैछिनमा चिया पसलको कम्पाउन्डको कुनाबाट सारङ्गी वादक अनु गान्धारीले सारङ्गी रेट्न थालेपछि साङ्गीतिक माहौल सुरु भयो। विश्व महिनावारी दिवसका अवसरमा एएचएफ नेपालको सहयोगमा वी फर चेन्जले आयोजना गरेको कार्यक्रमको दृश्य हो। यस्ता दिवस विशेषमा आयोजना गरिने कार्यक्रममा औपचारिकता र भाषणले महत्त्व पाउने गरेकोमा यहाँ भने वी फर चेन्जले फरक अभ्यास गरेको थियो। यो कन्सेप्ट चाहिँ हामीले मेजरली चाहिँ यङ पिपुलहरूलाई टार्गेट गरे हो, युथहरूलाई टार्गेट गरे हो। अब जस्तै अब म पनि एउटा युथ हो होइन, अब मलाई के गर्दाखेरि एकदम रमाइलो लाग्छ त भन्ने कुराको वेमा चाहिँ हामीले सोचेर यो प्रोग्राम चाहिँ हामीले इनिसिएट गरे हो। अब अरू जस्तै अब आसन ग्रहण गर्नेवाला फर्मल प्रोग्रामहरूमा चाहिँ अब जान्छौँ, त्यसपछि आसन ग्रहण नै हुन्छ, त्यसपछि भाषण मात्रै सुनाउँछ, अनि त्यो एकदमै बोरिङ पनि हुन्छ र केही धेरै कुरा चाहिँ सिकिँदैन पनि, झ्याउ पनि लाग्छ। तर हामीले चाहिँ युथहरूलाई नै टार्गेट गरेर चाहिँ यो प्रोग्राम गरेको हो। अनि यङ पिपलहरूलाई चाहिँ कसरी मोबिलाइज गर्न सकिन्छ, उहाँहरूलाई के मनपर्छ त त्यही अनुसार चाहिँ अब आजकल त चिया भनेपछि ट्रेन्ड भइहाल्छ, अनि त्यही भएर चाहिँ हामीले चियावालामा नै गर्ने भनेर चाहिँ निर्णय गऱ्यौँ। पार्टिसिपेन्टहरू धेरै जस्तो हामीले यङ पिपलहरूलाई नै टार्गेट गरेका थियौँ, धेरै जस्तो युथहरू नै हुनुहुन्थ्यो। अनि उहाँहरूलाई अब हामीले अब कसरी बुझाउन सकिन्छ त हामीले स्ट्यान्डअप कमेडीहरू ल्यायौँ, पोइट्रीहरू ल्यायौँ, जहाँ चाहिँ उहाँहरूलाई इन्ट्रेस्ट पनि छ र उहाँहरूलाई सुन्न पनि मन लाग्छ होइन। अब सधैँ पढाइराख्ने मात्रै भाषण मात्रै गर्दाखेरि चाहिँ सधैँ बोरिङ हुन्छ, किनभने अब पहिला स्कुल कलेजमा पनि धेरै पढिसकेका हुन्छ, धेरै पढाइसकेका पनि हुन्छ। त्यही भएर चाहिँ उहाँहरूलाई कस्तो वेमा चाहिँ इन्गेजिङ लाग्छ, त्यही वेमा चाहिँ हामीले कसरी ढाल्न सक्छौँ भनेर एउटा क्रिएटिभ वेमा चाहिँ हामीले यो प्रोग्राम गरेको हौँ। युवा तथा किशोर किशोरीको बाक्लो उपस्थितिका बीच आयोजकले रचनात्मक तरिकाले महिनावारी स्वास्थ्यका बारेमा सचेतना सन्देश बाँड्ने प्रयास गरेको थियो। I was just 5 years old. My big sister got her first period. She was crying, panicking due to her periods. I don't know how to console her and I decided to say, एक न एक दिन मनी हुने त हो, किन रुनु भएको रे। Recently पनि I was admitted in hospital due to my period cramps. हो, त्यसैले गर्दा हामीले यस्तो कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। पिरियड क्राम्प्स भएर हस्पिटलमै भर्ना हुनुपर्ने सिचुएसनसम्म छ। नेपाली कल्चर थियो बाबालाई हेर्नु नहुने, भाइलाई हेर्न नहुने, फर्स्ट पिरियड हुँदा किन होला है रे? कसैसँग जवाब छ त यसको? पिरियड्स हुँदाखेरि बाबालाई अथवा भाइलाई, केटा मान्छेलाई हेर्न नहुने किन? I got my first period and they locked me in a room because apparently my face and sight was a threat to men in my family who knew menstruation came with superpowers. ओके, फनी कन्फेसन, उहाँको ह्युमर मलाई मन पर्यो। बुझ्नुभयो कि भएन? पहिलोचोटि पिरियड हुँदाखेरि घरभित्र लक गर्नुभयो अरे, किनभने उहाँले हेऱ्यो भने मेनलाई अफेक्ट गर्छ अरे। वाट अ सुपर पावर। पिरियड्स हुँदाखेरि मैले कोही केटा मान्छेलाई हेऱ्यो भने केटा मान्छे अफेक्ट हुन्छ अरे। माई मम सेज पिरियड भएको बेला केही राम्रो हुन्छ एन्ड आई थिङ्क इट्स सो होलसम। ओके, एभ्री वान क्ल्याप फर हर मम। ल, एकदमै इन्ट्रेस्टिङ कन्फेसन छ यो चाहिँ। यदि केटा मान्छेहरू पनि महिनावारी भएको भए कस्तो हुन्थ्यो होला अरे। यस्तो मेन्सुरेसनवाला चाहिँ कहिले पनि यस्तो
यस्तोमा चाहिँ पर्फर्म गरेको थिइनँ। अनि यो आज पर्फर्म गर्दा चाहिँ सबैजनाको कुराहरू सबैजना पार्टिसिपेट हुँदा चाहिँ एकदमै खुसी लाग्यो अनि सबैले मन पराइदिनु पनि भयो। मेन्स्ट्रुएसन भनेको एकदमै यो नेचुरल प्रोसेस हो, महिनै पछि महिलाहरूलाई भइरहने कुरा हो। त्यही भएर भेदभाव गर्नु हुँदैन, झन् उनीहरूको पीडा हुन्छ बुझ्नुपर्छ, मुड स्विङ्सहरू कति हुन्छ, अब त्यसमा चाहिँ बुझेर गऱ्यो भने चाहिँ झन् राम्रो। इन्स्टेड अब छुट्टै राख्ने छुन नदिने भन्दा पनि उनीहरूलाई बुझेर चाहिँ त्यो बेलामा झन् रेस्ट गर्न दिने त्यस्तो गऱ्यो भने चाहिँ राम्रो हुन्छ। अनु गान्धारीको सारङ्गी प्रस्तुति लगत्तै कविता वाचनका लागि पुगिन् कवि वर्षा भट्ट। उनले महिनावारी संवेदनशीलता र स्वच्छताको महत्त्वका बारेमा प्रस्तुत गरेको कविताले कार्यक्रमको सान्दर्भिकता पुष्टि गर्ने प्रयास गरेको थियो। तिमी त केवल मासिक प्राकृतिक घटना थियो, तर मानिसहरूले तिमीलाई बनाए पापको प्रतीक, बन्द ढोकाको सङ्केत, मन्दिरको निषेधाज्ञा, रूढीको अजिङ्गर। अब यो मेरो प्रतिज्ञा हो कि म आफैबाट सुरु गर्छु परिवर्तन र मेरो छोरीको लागि बनाउँछु यस्तो संसार जहाँ शरीरको स्वाभाविक चक्र पाप होइन, गर्वको विषय हुनेछ। अब म मेरो पीडालाई मौनतामा घुमाउन दिन्न, मेरो आवाज बन्नेछ उनीहरूको भरोसा, जुन कहिले गोठको अँध्यारोमा हराउने छैन, पाखामा होइन काखमा राख्न सिकाउनेछु। उनीहरूलाई पढाउनेछु रजस्वला श्राप होइन, शक्तिको सङ्केत हो। रातो अब दाग होइन, यो क्रान्तिको झन्डा हो। आमा, म तिमी जस्तै बन्नेछु, तर तिमीले भोगेको पीडा म तिम्रा नातिनीलाई कहिले सुम्पने छैन। अब रातो मेरो निम्ति शत्रु होइन, रातो मेरो लागि विद्रोह हो, रातो मेरो लागि कविता हो, रातो म हो, जीवित चिच्याइरहेकी र उभिएकी। कुनै दिन मेरो छोरीले जब सोध्नेछे, आमा तपाईँलाई कहिले लाज लाग्यो महिनावारी हुँदा, म गर्वका साथ भन्नेछु, छोरी म त्यो पुस्ता हुँ जसले लाजबाट विद्रोह जन्मायो, म त्यो पुस्ता हुँ जसले रजस्वलालाई गोठबाट निकालेर गौरवको स्थानमा राख्यो। अब मेरो रगत चुप लाग्ने छैन, यो बग्नेछ, भित्तामा कविता बनेर, कापीमा शिक्षा बनेर र हरेक छोरीहरूको आँखामा आशाको प्रकाश बनेर। यो बग्नेछ, म बगाउनेछु र म बगाउन सिकाउनेछु, यो बग्नेछ। मेरो जुन कविताले दिने सन्देश भनेको चाहिँ मेरो पुस्ता मभन्दा कम हुन्छ नि, मभन्दा पछिको पुस्ता, मसँगको पुस्ताहरूले आजसम्म कोही घरबाट टाढिनु परेको छ पहिलो दिनमा पर सर्दाखेरि महिनावारी हुँदा भनौँ, र त्यसपछि कोहीले चाहिँ अब घरको भान्सादेखि लिएर या छाउपडी गोठमा जहाँ दुर्गम क्षेत्रहरूमा बस्नु परेको छ होइन, त्यो हुँदाखेरि आफूलाई पेट दुख्दाखेरि पनि भन्ने कसलाई होइन, आफूलाई गाह्रो हुँदाखेरि भन्ने पनि कोही पनि भेटिँदैन। त्यो हुँदाखेरि चाहिँ हुन्छ नि आफ्नो आँखाको आँसु बगाएको हुन्छ, कति विश्वासहरू बगाउनु परेको छ होइन, कति अब पानीहरू चुहिएकोमा त्यही छानाहरूमा पनि कति भिजिरहेका छन्, त्यही भिजीसँगै मनको पीडाहरू पनि त्यसैमा छ है। त्यो भएको भएर चाहिँ अब हाम्रो अहिलेको जेनेरेसनमा भएको चिजहरू चाहिँ अर्को जेनेरेसनमा नहोस्, जुन चाहिँ मलाई जुन रेस्ट्रिक्सनमा म बसेर हुर्केको छु, तर मेरो अब आउनेवाला छोरीहरू, मेरो त्यही छोरीका साथीहरू जुन महिलाहरू हुनेछन्, जो किशोरीहरू हुनेछन्, उहाँहरूलाई चाहिँ म अगाडि बढाउन सकौँ, यसको चाहिँ शिक्षामूलक सन्देश दिन सकौँ भनेर चाहिँ मैले खासमा यो कविता चाहिँ वाचन गरेको हो। कमेडियन सीता न्यौपानेले हास्य व्यङ्ग्यका माध्यमबाट महिनावारीका समयमा ध्यान दिनुपर्ने कुरा र महिलाहरूले भोग्नु परेका अप्ठ्याराहरू प्रस्तुत गरेकी थिइन्। सहभागीहरू यस्ता कार्यक्रमले युवा र किशोर किशोरीहरूको ज्ञानको दायरा फराकिलो पार्ने तथा महिनावारी सम्बन्धी विभेदको सुधार आफ्नो घर परिवारबाटै सुरु गर्न उत्प्रेरणा दिने बताउँछन्।
कार्यक्रमको सिचुएसन अथवा परिस्थिति यस्तो भइदिन्छ कि उहाँहरूले केही कुराहरू चाहिँ सर्टेन एउटा दायरामा राखेर बोल्नुपर्ने हुन्छ। उहाँको काम भनेको अब आफ्नो निजी जीवनमा उहाँले के गर्नुहुन्छ त्योसँग नि अलिअलि सरोकार भए पनि मुख्य सरोकार चाहिँ यहाँ बसेको मान्छेहरूले उहाँको आवाज कसरी लिँदै हुनुहुन्छ, उहाँले कसरी सुन्दै हुनुहुन्छ भन्ने मुख्य कुरा हो। र यहाँ भएको अडियन्सलाई उहाँले मोटिभेट गर्न सक्नुहुन्छ भने उहाँको बोली इनफ भयो कि उहाँको एउटा मोटिभ चाहिँ पुरा भयो। अब यही बोली आफूमा कतिको अप्लाई हुन्छ भन्ने कुरा चाहिँ उहाँ आफूमा भर पर्छ। पहिला सुरु आफूले गरेर आएपछि बल्ल बोल्दा अलिक बुलन्द आवाज हुने नै हो, त्यो त पक्कै पनि हो। आरोप छ, मान्छु म, कति कुराहरू गाह्रो पनि हुन्छ, तर त्यो नर्मल मान्छेहरू भन्दा युथ एक्टिभिस्टहरूको घर चाहिँ अलिकति जागरुक भएकै पाइन्छ क्या। घरमा बाहिर हिँडिरहेको बेलामा पनि म अहिले यति बेला साँझको बेलासम्म बाहिर छु, अब यदि नर्मल घरबाट हुने हो भने यति बाहिरसम्म के गर्दैछस्, बाहिर कसरी बसिरहेछस् भन्ने जस्तो कुरा उठ्छ। तर म छोरी मान्छे भएर यति बेलासम्म बाहिर छु, यसरी बोलिरहेको छु, त्यसले गर्दाखेरि मेरो घरमा अहिले सोध्नु हुँदैन, किनभने उहाँलाई थाहा छ म कुनै राम्रो काम गर्दैछु। एएचएफ नेपालले क्रस कटिङ विषयका रूपमा महिनावारी स्वच्छतालाई समेत महत्त्व दिँदै यस्ता दिवस विशेषका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यो एउटा क्रस कटिङ इस्यु जस्तो पनि देखिन्छ र यो एउटा के पनि हो भने मेन्सुरेसन भइसकेपछि एउटा केटी चाहिँ एडल्टहुडमा जब जान्छ ऊ चाहिँ सेक्सुअली एक्टिभ पनि हुन्छ र त्यति बेला चाहिँ उसलाई चाहिँ हाइजिनको जरुरत र प्रिभेन्सनको जरुरतहरू धेरै पर्ने हुनाले हामीले चाहिँ यो मेन्सुरेसन र एचआइभीलाई चाहिँ यसरी जोडेर पनि लान सक्छौँ। र यति बेला चाहिँ हामीले सेक्सुअल रिप्रोडक्टिभ हेल्थलाई चाहिँ अगाडि बढाएको खण्डमा यो चाहिँ उसलाई चाहिँ दुवै उसबाट रिस्कबाट चाहिँ हामी मिनिमाइज गर्न सक्छौँ भन्ने हिसाबले चाहिँ हामीले यो केटीहरूको लागि चाहिँ यो विशेष पहलको लागि हामीले विशेष प्रोग्रामहरू गर्छौँ। कार्यक्रमको अन्त्यमा सोनाम छिरिङ भुटियाले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए। माया नगर म त पर्खिरहन्छु है तिमीलाई, चाहे हुन्छ भन चाहे हुन्छ भन या हुन्छ नभन म त बोलाइरहन्छु है तिमीलाई। प्रत्येक वर्ष मे 28 लाई महिनावारी स्वास्थ्य दिवसका रूपमा विश्वभरि नै मनाइन्छ।